हेलो एभ्रिवान, तपाईलाई स्वागत छ हाम्रो च्यानल इंग्लिश सिक्ने तरिकामा। आज हामी कुरा गर्नेछौं आशीर्वाद दिने शब्द अंग्रेजी र नेपालीमा। यो चाहिँ हाम्रो नेपाली संस्कारमा चाहिँ आशीर्वाद दिने चलन हुन्छ। त्यसलाई चाहिँ अंग्रेजी र नेपालीमा कसरी सिक्ने यो बारेमा आज हामी कुरा गर्नेछौं। यदि तपाईहरु हाम्रो च्यानलमा पहिलो चोटी आउनु भएको छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनु होला र कुनै पनि तपाईलाई मनमा लागेको क्वेशनहरु छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अब चाहिँ हामी ढिलो नगर्दै आजको टपिक तर्फ लागौं। यदि तपाईलाई अंग्रेजीमा ब्लेसिङ दिनु पर्यो भने कसरी भन्ने त? मे यु लिभ लङ एन्ड बी हेल्दी। मे यु लिभ लङ एन्ड बी हेल्दी। यसको चाहिँ नेपालीमा उच्चारण गर्नु पर्दा फेरि चिरञ्जीवी भव। यसलाई चाहिँ तपाईले यदि अंग्रेजीमा लेख्नु पर्यो भने यहाँ स्पेलिङ सँग लेखेको छ CHIRANJEEVI चिरञ्जीवी अनि BHAVA भव चिरञ्जीवी भव। मे यु लिभ लङ एन्ड बी हेल्दी चिरञ्जीवी भव भनेको तपाई धेरै बाँच्नुहोस् अनि स्वस्थ हुनुहोस्। चिरञ्जीवी भव भनेको छोटकरीमा तपाईलाई यो दुईवटै कुराहरु यसैमा मिक्स भयो। चिरञ्जीवी भव तपाईलाई स्पेलिङ चाहिएको छ भने पनि हामीले स्पेलिङ सहित लेखेको छौं तपाईलाई सजिलो होस् भनेर। ल तपाईले अर्को नम्बरमा इंग्लिशमा भन्नु पर्दा फेरि मे यु बी प्रोस्परस एन्ड फर्चुनेट। यो भनेको तपाईले सुखी र समृद्धि बन, सुखी र समृद्ध बन। यहाँ देख्न सक्नुहुन्छ हामीले अंग्रेजी र नेपाली त्यसमा पनि रोमनमा पनि लेखिरहेका छौं। इंग्लिशमा भन्नु पर्दा मे यु बी प्रोस्परस एन्ड फर्चुनेट भनेको नेपालीमा सुखी र समृद्ध बन, सुखी र समृद्ध। समृद्धको स्पेलिङ SAMRIDDHS समृद्ध अनि प्रोस्परस प्रोस्परस भनेको तपाईलाई समृद्ध PROSPEROUS प्रोस्परस एन्ड फर्चुनेट भनेको FORTUNAT फर्चुनेट भाग्यमानी जस्तो पनि हुन्छ फर्चुनेट भनेको। अब चाहिँ तपाईले अंग्रेजीमा अर्को आशीर्वाद दिनु पर्यो भने मे द गॉडेस भगवती अलवेज प्रोटेक्ट यु। मे द गॉडेस भगवती अलवेज प्रोटेक्ट यु नेपालीमा भगवतीले सधैँ रक्षा गरून्। भगवतीले भगवान भगवतीले सधैँ रक्षा गरून् भन्ने पनि हुन्छ। भगवतीले यदि भगवतीको स्पेलिङ थाहा भएन भने यहाँ देख्न सक्नुहुन्छ BHAGAWATI भगवती भगवतीले सधैँ रक्षा गरून्। भगवान भगवतीले अलवेज रक्षा गरून् भनेको हुन्छ मे द गॉडेस भगवती अलवेज प्रोटेक्ट यु। भगवान भगवतीले सधैँ रक्षा गरून्। इंग्लिशमा भन्नु पर्दा मे यु अचिभ ग्रेट सक्सेस इन योर लाइफ। नेपालीमा तिम्रो जीवनमा ठूलो सफलता मिलोस्। तिम्रो जीवनमा ठूलो सफलता मिलोस्। यो अंग्रेजी नेपालीमा दुवैमा भएको कुरा भनिरहेको छु। अंग्रेजीमा तपाईले कुनै पनि आशीर्वाद दिनु पर्यो भने मे यु अचिभ ग्रेट सक्सेस इन योर लाइफ। नेपालीमा तिम्रो जीवनमा ठूलो सफलता मिलोस्। तिम्रो जीवनमा ठूलो सफलता मिलोस् भन्न सक्नुहुन्छ। यस्तो खालको आशीर्वादहरुले कुनै पनि सुन्ने व्यक्ति अथवा दिने व्यक्तिलाई राम्रोसँग अंग्रेजीमा दिनुभयो भने पनि राम्रो ब्लेसिङ दिएको भन्ने एउटा राम्रो सन्देश जान्छ। इंग्लिशमा भन्नु पर्दा फेरि मे योर फ्युचर बी ब्राइट एन्ड योर जर्नी सेफ। मे योर फ्युचर बी ब्राइट एन्ड योर जर्नी सेफ नेपालीमा तिम्रो भविष्य उज्जवल होस् र यात्रा शुभ रहोस्। यदि तपाईले कसैलाई छोड्न जानु भएको छ भने वैदेशिक यात्राको लागि अथवा यही अर्को जिल्लामा तपाईले छोड्न जानु भएको छ भने तपाईले यसरी एउटा आशीर्वाद दिन सक्नुहुन्छ मे योर फ्युचर बी ब्राइट एन्ड योर जर्नी सेफ। तिम्रो भविष्य उज्जवल होस् र यात्रा शुभ रहोस्। तिम्रो भविष्य उज्जवल होस् र यात्रा शुभ रहोस्। इंग्लिशमा भन्नु पर्दा फेरि मे यु अलवेज बी ह्याप्पी एन्ड कन्टेन्टेड। मे यु अलवेज बी ह्याप्पी एन्ड कन्टेन्टेड अनि नेपालीमा भन्नु पर्दा फेरि सधैँ खुसी र सन्तुष्ट रहनु। सधैँ खुसी र सन्तुष्ट रहनु। सधैँ खुसी र सन्तुष्ट रहनु भनेर अंग्रेजी नेपाली दुवैमा लेखिएको छ। यदि सन्तुष्टको स्पेलिङ पनि तपाईहरुलाई अलि गाह्रो परेको छ भने चाहिँ यहाँ देख्न सक्नुहुन्छ SANTUSSTA सन्तुष्ट नेपालीमा मे यु अलवेज बी ह्याप्पी एन्ड कन्टेन्टेड। यदि तपाईले अंग्रेजीमा लेख्नु पर्यो छ, टेक्स्ट गर्नु परेको छ अथवा तपाईले सिधै लाइभमै तपाईले
ब्लेसिङ दिनु परेको छ भने तपाईले यसरी दिन सक्नुहुन्छ। अंग्रेजीमा तपाईले अर्को है ब्लेसिङ दिनु पर्यो भने आशीर्वाद दिनु पर्यो भने तपाईले यसरी भन्न सक्नुहुन्छ मे ऑल योर विशेस बी फुलफिल्ड है मे ऑल योर विशेस बी फुलफिल्ड। अनि तपाईले नेपालीमा भन्नु पर्दा फेरि तिम्रा सबै इच्छाहरू पूरा होउन् तिम्रा सबै इच्छाहरू पूरा होउन् तिम्रा सबै इच्छाहरू इच्छाको स्पेलिङ थाहा भएन भने ICHHARO इच्छाहरू है इच्छाहरू पूरा होउन् तिम्रा सबै इच्छाहरू पूरा होउन् यसरी तपाईले आशीर्वाद दिन सक्नुहुन्छ मे ऑल योर विशेस बी फुलफिल्ड तिम्रा सबै इच्छाहरू पूरा होउन्। अंग्रेजीमा तपाईले भन्नु पर्दा फेरि अर्को विश सरी ब्लेसिङमा भन्नु पर्दा फेरि मे योर गेट विजडम मे यु गेट विजडम एन्ड गुड सेन्स यो भनेको नेपालीमा सद्बुद्धि प्राप्त होस् सद्बुद्धिको स्पेलिङ चाहियो भने चाहिँ SAD है अंडरस्कोप BUDDHI सद्बुद्धि प्राप्त होस् है मे यु गेट विजडम एन्ड गुड सेन्स सद्बुद्धि प्राप्त होस् भनेको हो। मे वेल्थ एन्ड पीस रिसाइड इन योर होम है यो अर्को पोइन्टमा कुरा गर्नु पर्दा फेरि मे वेल्थ एन्ड पीस रिसाइड इन योर होम यो भनेको तिम्रो घरमा धन र शान्ति छाओस् तिम्रो घरमा धन र शान्ति छाओस् है DHAN धन र शान्तिको स्पेलिङ भन्नु पर्दा फेरि SHANTI शान्ति मे वेल्थ एन्ड पीस रिसाइड इन योर होम तिम्रो घरमा धन र शान्ति छाओस् तिम्रो घरमा धन र शान्ति छाओस्। मे यु बी एज स्ट्रङ एज अ टाइगर एन्ड लिभ फर 100 years है अंग्रेजीमा एउटा दामी खालको ब्लेसिङ है आशीर्वाद दिनु पर्यो भने मे यु बी स्ट्रङ एज अ टाइगर एन्ड लिभ फर 100 years नेपालीमा यसको अर्थ के हुन्छ भन्दा फेरि बाघ जस्तै बल होस् 100 वर्ष बाँच्नु है नेपालीमा अझै सर्टकट तरिकाले लेखेको छ यसमा चाहिँ नेपालीमा भन्नु पर्दा फेरि बाघ जस्तै बल होस् 100 वर्ष बाँच्नु बाघको जस्तो है बल होस् र 100 वर्ष बाँच्नु यदि बाँच्नुको स्पेलिङ थाहा भएन भने BANCHSNU वर्षको BARSHA। अंग्रेजीमा अर्को ब्लेसिङ दिनु पर्यो भने मे गुड फर्च्युन फलो यु एभ्री स्टेप अफ द डे मे गुड फर्च्युन फलो यु एभ्री स्टेप अफ द डे नेपालीमा भन्नु पर्दा फेरि भाग्यले तिमीलाई हरेक पाइलामा साथ दियोस् है भाग्यले तिमीलाई हरेक पाइलामा साथ दियोस् कति राम्रो है ब्लेसिङ यहाँ देख्न सक्नुहुन्छ अंग्रेजीमा पनि लेखेको छ BHAGYA भाग्यको स्पेलिङ थाहा भएन भने चाहिँ BHAGYA भाग्य है पाइलाको भन्दा पर्दा PAILA पाइला भाग्यले तिमीलाई हरेक पाइलामा साथ दियोस्। अर्को पोइन्टमा कुरा गर्नु पर्दा फेरि मे द ब्लेसिङ्स अफ द एन्सेस्टर्स बी अपन यु है मे द ब्लेसिङ्स अफ द एन्सेस्टर्स बी अपन यु यसको नेपालीमा भन्नु पर्दा फेरि पितृहरूको आशीर्वाद तिमीमाथि रहोस् पितृहरूको आशीर्वाद तिमीमाथि रहोस् यसको स्पेलिङ भन्नु पर्दा फेरि पितृहरूको PITRI पितृ HARU अथवा HARO हरू है आशीर्वादको AASHIRWAD आशीर्वाद एन्सेस्टर्स भनेको पितृहरू है बुढापार्खा अथवा एन्सेस्टर्स भनेको पितृहरू भन्दा फेरि PITRI पितृ। अर्को पोइन्टमा कुरा गर्नु पर्दा फेरि मे लर्ड शिव बिस्टो हिज ग्रेस अपन यु है अंग्रेजीमा मे लर्ड शिव बिस्टो हिज ग्रेस अपन यु नेपालीमा भन्नु पर्दा फेरि यसको अर्थ भगवान शिवको कृपा तपाईमाथि परोस् भगवान शिवको कृपा तपाईमाथि परोस् है भगवानको स्पेलिङ BHAGWAN भगवान शिव SHIVA है कृपाको स्पेलिङ थाहा भएन भने चाहिँ KRIPA यदि तपाईले यो पनि कपी गरेर तपाईले आशीर्वाद दिनको लागि अथवा टेस्टको लागि युज गर्न सक्नुहुन्छ मे लर्ड शिव बिस्टो हिज ग्रेस अपन यु भगवान शिवको कृपा तपाईमाथि परोस्। इंग्लिशमा मे योर लाइफ बी फिल्ड विथ लाइट एन्ड ह्याप्पिनेस मे योर लाइफ बी फिल्ड विथ लाइट एन्ड ह्याप्पिनेस यसको नेपालीमा अर्थ चाहिँ तपाईको जीवन उज्यालो र खुसीले भरिपूर्ण होस् तपाईको जीवन उज्यालो र खुसीले भरिपूर्ण होस् यसमा चाहिँ नेपालीमा पनि लेखेको छ नेपालीमा अंग्रेजीमा पनि लेखिएको छ तपाईको जीवन उज्यालो र खुसीले भरिपूर्ण होस् भरिपूर्णको स्पेलिङ BHARIPUR यानी भरिपूर्ण होस् है
इङ्ग्लिसमा भन्नुपर्दा फेरि मे योर लाइफ बी फिल्ड विथ लाइट एन्ड ह्याप्पिनेस। नेपालीमा तपाईको जीवन उज्यालो र खुसीले भरिपूर्ण होस्। तपाईको जीवन उज्यालो र खुसीले भरिपूर्ण होस्। ओके एभ्रिवान, आजको लागि हाम्रो इङ्ग्लिस सिक्ने तरिकाको भिडियो यति नै। यदि हजुरहरू हाम्रो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। यस्तै नै इङ्ग्लिस सिक्ने तरिकाको भिडियोहरू हामी दिनदिनै लिएर आइरहनेछौँ। त्यसकारण नजिकै रहेको सब्सक्राइब बटनको बेल आइकन पनि थिच्न नबिर्सिनुहोला। यसले गर्दाखेरि हाम्रो भिडियो अपलोड गर्ने बित्तिकै तपाईँको स्क्रिन सामु नोटिफिकेसनमा आउनेछ। अनि त्यसपछि तपाईँलाई कुनै पनि प्रश्न, अङ्ग्रेजीमा कुनै पनि प्रश्न छ तपाईँले, अथवा हामीले कस्तो खालको भिडियो बनाऊँ भन्ने छ भने चाहिँ तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। अब चाहिँ हामी अर्को भिडियोमा छिट्टै नै भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि बाई बाई, सी यू सुन।